जनताले र जनताले परिवर्तन चाहेपछि दुनियाँको कुनै पनि शक्तिले त्यसलाई रोक्न सक्दैन। मात्र सही समूह सही नेतृत्व मात्र चाहिन्छ। सायद इतिहासको एउटा बिन्दुमा तपाईँ हामी आइपुगेका छौँ। आज म धेरै केही भन्नुभन्दा पनि तपाईँहरूलाई एउटा जिम्मेवारी महसुस गराउनको निमित्त यहाँ खडा भएको छु। गर्वका साथ खडा भएको छु। गर्वका साथ हामी भन्न सक्छौँ कि हो, नेपाली जनताले हामीमाथि इतिहासमा कसैले नगरेको विश्वास गरेका छन्। यस मानेमा राष्ट्रपति परिवार प्रतिनिधि सभा सदस्यज्यूहरू, शुभचिन्तक, पार्टी परिवारका विभिन्न तह र तबकामा रहनुभएका साथीहरू र संसार माध्यम मार्फत संसारभरि हाम्रा कुरा फैलाउनको निमित्त उपस्थित आदरणीय दाजुभाइ दिदीबहिनी, यो अभिमुखीकरण कार्यक्रम वास्तवमा यो ग्लुज काट्ने जस्तो एउटा भित्र नै हामीले नै हाम्रा सांसदहरू बिचमा गरिने कार्यक्रम भए तापनि यो सम्बोधनलाई सञ्चारकर्मी साथीहरूको माध्यमबाट संसारभरि पुर्याउने निर्णय भएको हुनाले म हुन त लुकाउनु पर्ने कुरा हाम्रो के नै छ, पारदर्शिता राजनीतिको सबैभन्दा महत्त्वपूर्ण पढेको केही पारदर्शितामा उभिएर तपाईँहरूलाई केही पिता मिठा कुरा बताउन गइरहेको छु। सबै मिठा कुरा गर्न पनि सकिँदैन, सबै तितो कुरो गरेर पनि हुँदैन। तर आज पिता र मिठा कुरा गरौँ। म छोटो धेरै लामो सम्बोधन गर्दिनँ। पहिलो कुरा त प्रशस्त पानी पिउनु होला यो र कहीँ जाँदाखेरि लामो समयसम्म शौचालय जान नरोक्नु होला। म चाहिँ एउटा युरिन इन्फेक्सनबाट चाहिँ ग्रसित भएँ भर्खरै। पानी कम पिउने, चुनावी दौडमा चाहिँ टोयलेट जानु पर्ला भनेर रोक्ने क्रियाकलापले गर्दा मलाई अलिकति स्वास्थ्यमा अलिकति अलिक बढी नै असर गरेको थियो। तर अहिले म त्यसबाट बाहिर निस्किने क्रममा छु। चुनावी क्रममा दौडिनुभएका साथीहरूको अनुहार हेरिरहेको छु। सबैको खटाइ तपाईँको अनुहारले देखाएको छ। तर तपाईँहरूको अनुहार सधैँ यस्तै हुनुपर्छ। जनतासँग सधैँ भिजेको, पसिन पसिनो भएको, जनतासँग सधैँ गाँसिएको। नेतृत्व र जनताको बिचमा एउटा ठुलो पर्खाल छ। कयौँ नेताहरूसँग जनता नजिक हुनै चाहँदैन, किनकि उनीहरूलाई यो आफ्नो मान्छे हो भन्ने नै लाग्दैन। आज घर घरमा नमस्कार गरेर हामी पुगेका छौँ, भोलि तिमीले गरेको नमस्कार पनि नफर्काउने ठाउँमा तपाईँ हामी पुग्न सक्छौँ। होसियार त्यो होइन, त्यस्तो नेतृत्व जनताले खोजेका होइन। आज तपाईँहरूले खुसियाली बनाउनु भएको छ। तपाईँहरूको निधारको अघि पनि कतिको त नयाँ नलाउँदा पनि गएको छैन, कतिले अझै पनि अबिरमाला लगाइरहनु भएको छ। हो, त्यस्तै सेलिब्रेसन नेपाली जनताले अबको 5 वर्ष प्रत्येक दिन गर्न सक्ने गरी काम गर्छ। तपाईँको परिवार कति खुसी हुनु भएको छ नि, मानिने हुनुभयो भनेर। परिवार आफन्त देश विदेशमा कत्रो सेलिब्रेसन चल्यो होला, केक काट्नुभयो होला, दियो बाल्नुभयो होला, रातभर रमाइलो गर्नुभयो होला, खानपिन कति रमाइलो गर्नुभयो होला नि। हो, त्यस्तै उत्सव जनताले 5 वर्ष मनाउनुपर्छ। तपाईँलाई चुनेको, मैले चुनेको, त्यो हाम्रो चुनौती। यो 5 वर्षलाई सामान्य अन्य चुनावहरूमा चुनिएको जस्तो सोच्नुभयो भने त्यसले अप्ठ्यारो परिस्थिति सृजना गर्छ। आदरणीय साथीहरू, मलाई थाहा छ राजनीति यसै गरी चल्छ भनेर पनि कतै मानिसहरू त्यही ढङ्गले दौडधुप पनि मैले गरेको पनि तपाईँ देखिरहेको छु। राजनीति त्यसै गरी चल्नेवाला छैन। नथिङ, कुनै पनि चिज हिजो जस्तो चल्नेवाला छैन। काँचुली फेर्ने, सर्वलकै काँचुली फेर्ने, सर्वलकै काँचुली फेर्नका लागि भनेर नेपाली जनताले हामीलाई त्यो अभिमत दिएका हो। हामी कानुन बनाउन आएका हौँ। कानुन बनाउने प्रमुख जिम्मेवारी तपाईँको काँधमा नेपाली जनताले दिएका हुन्। उनलाई थाहा छैन त्यो कानुन फेरेर उनको घरको बाटो बन्छ, उनको खानामा पानी आउँछ, बिजुली आउँछ, इन्टरनेट चल्छ, उनलाई थाहा छैन। तर तपाईँलाई थाहा हुनुपर्छ कुन धाराले कहाँ अड्काएको छ मान्छेको घरमा धारा आउनु, तपाईँलाई थाहा हुनुपर्छ, अध्ययन गर्नुपर्ने हुन्छ। त्यसकारण यसपटक यो शक्तिको दौड हो, यताउता यसलाई भनेर हुन्छ कि उसलाई भनेर हुन्छ कि यसो भेटेर गएर फोटो खिचेर हुन्छ कि यो पसल बन्द गर्नुपर्छ। म आज अलिकति कुरा गरिरहेको छु। आज ल मेकर कानुन निर्माताका रूपमा तपाईँको जिम्मेवारी, हाम्रो जिम्मेवारी अत्यन्त गहन छ। कयौँ पछिल्लो परिवर्तन संविधान कार्यान्वयन हुनका लागि समेत कानुनहरू बन्न सकेका छैनन्। संविधान निर्माण भएको लामो समय हुँदा छ, विभिन्न बाधा अडचनहरू भयो। तर नेपाली जनताले अब हामीलाई कुनै बहाना बनाउन नपाउने गरी दिल खोलेर स्पष्ट र लगभग 2/3 बहुमत दिएका छन्। अब के को बाधा, अब केले अड्काउँछ हामी? अब अड्काउने भनेको तपाईँ हाम्रो नियतले मात्रै हो र अर्को भयो। धेरै लामो अनुभव त मेरो राजनीतिमा रहेन,
जति समय राजनीतिमा रहे सबैभरि विभिन्न किसिमका प्रहारहरूको सामना गर्नु पर्यो। यो पार्टी जन्मेदेखि यसमा प्रहार भयो, पार्टीको नाममा मुद्दा चल्यो, यो पार्टीलाई जन्मेदेखि कुल्चने कोसिस भयो, बचाउँदै लिएर आउन सक्यौँ। यो पार्टीको चुनाव चिन्हमा मुद्दा चल्यो, यो पार्टीको चुनाव चिन्हलाई भत्काइदिने गरी प्रहारहरू भयो। स्थापित राजनीतिक दलहरूबाट, विभिन्न स्वार्थ समूहबाट, विभिन्न शक्ति समूहबाट जोगाएर ल्यायौँ। हामीले घन्टी बचायौँ, किनकि नेपाली जनताको लागि घन्टी बचाउनु पर्थ्यो, घन्टी बचाउनु पर्थ्यो। सजिलो थिएन। यो देशका सम्पूर्ण शक्तिहरू एक ठाउँमा उभिँदा पनि हामीले खुट्टा कमाएनौँ, हामी डराएनौँ, हामी हल्लिएनौँ, किनकि हामीलाई नागरिकको चेतनामाथि विश्वास थियो। एकपटक चुनाव त आओस् न अनि हामी देखाइदिन्छौँ भनेर हामीले चौरासी गरेका छौँ। नागरिकले सबै हेरेका हुन्छन्, हरेक गतिविधि जनताले हेरेका हुन्छन्। जनताको चेतनालाई कसैले चुनौती दिन्छन्, जनताले खराब भयो कि भनेर चुनौती दिन्छन्। होइन, यदि त्यस्तो हुन्थ्यो भने अघिल्लो चुनावमा हामीलाई 20-21 सिट होइन एकैपटक 2 दिइन सक्ने जनताले। तर अघिल्लो चुनावमा जनताले के भयो भने यी नयाँहरूलाई एकपटक हेरौँ ताकि यिनीहरू नमात्नुन्, त्यति दिउँ र पुरानाहरूलाई सच्चिने अवसर दिने गरी यिनीहरूलाई पनि निमिटाएर नपार्नु भनेर नागरिकले विवेकपूर्ण ढङ्गले मतदान गरे। तर नागरिकको त्यो विवेकलाई 2/3 पाएको सरकारले चुनौती दियो। शक्ति प्राप्त गरिसकेपछि आँखामा जुन पट्टी आउँछ अब त्यो पट्टी हामीले खोल्न सक्नुपर्छ। नत्र पुराना राजनीतिक दललाई नेपाली जनताले 34, 35, 36 वर्षमा पुरै तपाईँ हामीलाई 36 महिना 36 दिन पनि गर्नेवाला छैन। यो कुरा किनकि जनता अब्बल चेतनामा आएको छ। अब कानुन निर्माताको रूपमा अब तपाईँहरूको दौड स्वार्थ समूहहरूको घर घरमा होइन, गुट बनाएर काङ्ग्रेस एमालेलाई जितिदिने साथी हो, कुनै गुट बनाउनु पर्दैन। घन्टीका मुनि सबै हटाउन सक्छौँ, घन्टी सम्बन्धी धेरै ताकत छ, काहीँ गुट बनाउनु पर्दैन। र आफ्नो पोजिसन के हुन्छ, म कहाँ हुन्छु, मलाई के हुन्छ, पार्टीमा मेरो हैसियत के हुन्छ, संसदमा मेरो हैसियत के हुन्छ, सरकारमा मेरो हैसियत के हुन्छ, यो म केन्द्रित राजनीतिबाट बाहिर उठ्न सकिएन र देश केन्द्रित राजनीति गर्न सकिएन भने हाम्रो हविगत पुराना राजनीतिक दलका नेताहरू भन्दा पनि बत्तर हविगत हुन्छ। यो कुरा म तपाईँलाई डे 1 बाट बताउँदैछु। त्यस कारणले आफूलाई सेन्टरमा राख्ने होइन। राजनीति आजसम्म त्यस्तै भयो, सहमति त गर्यो, राष्ट्रिय सहमति गरे जस्तो भन्दै, राजनीतिक सहमति गरेको छ भन्दै विभिन्न सहमतिहरूमा नेताहरूले आफ्नो ठाउँ सुरक्षित राखे, आफ्नो ठाउँ सुरक्षित राखे, पार्टीहरूले आफ्नो ठाउँ सुरक्षित राखे। तर देशलाई सुरक्षित राख्ने हो कि होइन, देशलाई केन्द्रमा राखियो कि राखिएन, त्यो महत्त्वपूर्ण कुरा हो। यतिखेर देश केन्द्रमा छ, देशले देखेको सपना हामीले पुरा गर्ने हो। तपाईँको र मेरो मन्त्री प्रधानमन्त्री बन्ने सपनाको भारी यो देशले, यो समाजले बोक्दैन। मेरो सपनाको भारी बोक्नको लागि यो समाज बाध्य छैन, तर यो समाजको सपनाको भारी तपाईँहरूले बोक्ने हो। त्यसका लागि तपाईँहरूलाई मत दिएर राखेको सामान्य कुरा होइन। यहाँ शहीद आमा छिन्, ध्यान दिनु होला। कुनै पनि बिचौलियासँग साँठगाँठ गर्नुभन्दा, एक कप चिया खानुभन्दा अगाडि, उसको एक घुटको पानी खानुभन्दा अगाडि शहीद आमालाई सम्झिनु होला। आफ्नो छोरो चढाएर संसद छिरेपछि शहीद आमा सामान्य कुरा हो। देशमा बिचौलियागिरी पिकपिकी छ। मैले छोटो समयको राजनीतिमा जुन देखेँ त्यो अनुभव तपाईँलाई सुनाउँदैछु। तपाईँलाई विचलित बनाउन, तपाईँलाई प्रभावित बनाउनको निमित्त मानिसहरू दौडन्छन्। देशको परिस्थिति यस्तो छ कि सरकार बनेको बेलुकाबाट एउटा समूह सरकार हाल्न सक्रिय रहन्छ। बनेको दिनबाट प्रत्येक पटक हामीले अभूतपूर्व जनमत प्राप्त गरेका छौँ। त्यो अभूतपूर्व जनमत प्राप्त गरेसँगै अब यिनीहरू बिच फाटो ल्याउन सकिन्छ कि भनेर ठाउँ ठाउँबाट प्रयास भएको तपाईँहरू हेर्नुहुन्छ होला नि। समाचारभित्रका नियतहरू पनि हेर्न सकिन्छ नि कहिले। त्यस्ता ठाउँबाट हामी बच्नुपर्छ। हामीलाई फुटाउने, हामीलाई गिराउने, हामीलाई गलत गराउनेहरूको बिगबिगी छ। हामी विरुद्ध पनि धेरै मत आएको छ, लाखौँ भोट छन् जसले हामीलाई भोट दिए। अन्य विभिन्न नेताहरू छन्, प्रतिपक्षीको कमी रहँदैन, विरोधीहरूको कमी रहँदैन। फरक के थियो कि हामी कति बलियो छौँ, आफू बलियो हुनुपर्छ। अरूलाई पोस्ट लगाएर अर्काले फुटायो, अर्काले शक्ति गर्यो, विदेशीको चाल, उसको चाल, यसको चाल, यस्ता शब्दहरूलाई अब हामीले मेटाउनुपर्छ। कसैको चाल हो हामी मिल्न सकेनौँ भने, हामी स्वार्थको बन्दी बन्यौँ भने मात्र समस्या पर्छ। विभिन्न राजनीतिक पृष्ठभूमिबाट राष्ट्र पालन गरेका साथीहरूलाई मेरो स्वागत छ। तपाईँहरूले कहीँ कतै हेजिटेसन भन्छ नि, कहीँ कतै तपाईँले लघुतावास राख्नै पर्दैन। मलाई पुरानो पार्टी भन्छन् कि अथवा पुरानो पार्टीहरूलाई गाली गर्दा मैले अनुहार रातो पार्नु पर्छ कि केही पनि भन्नु पर्दैन। हृदय ठुलो पारेर हामीले तपाईँहरूलाई स्वागत गरेका छौँ। खालि यति हो कि पुरानो प्रगतिबाट तपाईँ टकटकिएर आउनुपर्ने छ। किनकि देश त्यस्तो अवस्था गरी नचलोस् भनेर कलिला भाइ बहिनीहरूले रगत पगाए।
हामीमा त ऐतिहासिक जिम्मेवारी छ। यो 5 वर्ष नियमित रूपमा आएको चुनाव होइन, यो त शहीदहरूले भगत बगाएर आएको चुनाव। यहाँ जथाभावी अभिव्यक्ति दिने, यसलाई मनोरञ्जनको विषय बनाउने र हल्का फुलफुलका रूपमा पर्छ भने छुट कसैलाई पनि छैन, मलाई पनि छैन। हामी देखिरहेका छौँ हाम्रा गतिविधिहरू नागरिकले हेरिरहेका छन्। भोट दिएका जनताको शिर झुक्ने काम कसैको कुनै अभिव्यक्तिबाट कुनै क्रियाकलापबाट हुँदैन। प्रत्येक भोटको इज्जत हुनुपर्छ। हो, सञ्चार माध्यममा बोल्न रमाइलो लाग्छ, आफ्नो बारेमा समाचार आउँदा रमाइलो लाग्छ, आफ्नो बारेमा वाहवाही हुँदा रमाइलो लाग्छ। सञ्चारकर्मी साथीहरू यही समाजका साथीहरू हुन्, उनीहरू मित्र हुन्। उनीहरूले कहिलेकाहीँ आफ्नो पक्षमा राम्रा कुरा लेखिदिँदाखेरि आफ्नो दङ्गो परिन्छ, तर त्यो अलिकति माथि उठ्नुपर्छ। तपाईँले दिने अभिव्यक्तिले वैदेशिक सम्बन्धमा के प्रभाव पारेको छ त्यो कुरा याद नगरिकन तपाईँले यस्ता किसिमका हल्का फुल्का अभिव्यक्ति दिनुभयो भने देशलाई दीर्घकालीन रूपमा असर गर्न सक्छ। अब तपाईँ हिजोको मान्छे होइन, अब जिम्मेवार सांसद हो, जिम्मेवार राजनीतिकर्मी हो, जिम्मेवार प्रतिनिधि सभाका सदस्य हो। त्यसकारणले आफ्नो भूमिका परिवर्तन भएको छ। होइन जो कोहीलाई अझै पनि म अभियन्ता हुँ भन्ने लाग्छ, अझै पनि पुरानो पेसाकर्मी हुँ जस्तो लाग्छ, जो कोहीलाई म हिजोकै जस्तै भनौँ न यदि जिम्मेवार नभए पनि सार्वजनिक अभिव्यक्ति जस्तो दिन्थेँ त्यस्तै दिन्छु भन्ने जस्तो लाग्छ भने यु आर मोर देन वेलकम टु लिड दिस कल। तपाईँहरू सांसदको भूमिकाबाट कार्य गर्न सक्नुहुन्छ, केही पनि फरक पर्दैन। तर होइन अब म जिम्मेवार हुँ, अब मेरो भूमिका फेरिएको छ। देशका कानुनहरू मैले फेर्नु पर्नेछ, कानुनहरूमा संशोधन ल्याउनु पर्नेछ, नयाँ कानुनहरू ल्याउनु पर्नेछ। मलाई मत दिएका जनताको घर घरमा खुसियाली आउनु पर्नेछ र मलाई मत दिएका जनताको चुलो बोल्नु पर्नेछ। मलाई मत दिएका जनतालाई प्रभाव पर्नु पर्नेछ। उनीहरूले मैले जस्तै अस्पतालमा उपचार गर्न जाँदा बेड पाउनुपर्छ, कसैको सोच बिना तपाईँलाई अनुरोध गर्न चाहन्छु, सक्नुहुन्छ भने सकेसम्म आफूलाई सरकारी अस्पतालमा उपचार गराउनुहोस्। सक्नु भएन इमर्जेन्सीको बेलामा मैले भनेको छैन, सक्नुहुन्छ सरकारी अस्पतालमा आफूलाई उपचार गराउनुहोस्। सरकारी सेवालाई चुस्त बनाउने हो। जनताका छोराछोरीहरूलाई जुन अप्ठ्यारो पर्छ तपाईँले मात्र सुविधा प्राप्त गर्ने जायज होइन। सक्नुहुन्छ भने म बाध्यताकारी तपाईँलाई भन्दिनँ, महसुस गर्न सक्नुपर्छ। र अर्को महत्त्वपूर्ण कुरा म यहाँ बताउँछु, रासोपा स्थापना भएको 3.5-4 वर्ष पनि भएको छैन। यसबिचमा हामी विभिन्न पृष्ठभूमिका साथीहरू जोडिएका छौँ। रासोपाभित्र देशको अनुहार छ। अहिले जोडिएका साथीहरू यो देशको अनुहार, यही समाजबाट हामीले प्राप्त गरेका अनुहारहरू हो। हामीभित्र कसैको विवाद पनि होला, कसैको उच्च छवि पनि होला, कसैको सामान्य किसिमको सार्वजनिक जीवन होला, कसैको उच्च किसिमको सार्वजनिक जीवन होला। जे जस्तो होला एउटा कुरा आज मैले साथीहरूलाई राखेर स्पष्ट के बताउनुपर्छ भने सरकार दुईटियाइको छ, सङ्ख्या घट्ला अथवा सरकार बहुमतमा रहन्छ, सङ्ख्या घट्ला अल्पमतमा पर्ला भन्ने कुराको पर्वाह नगरिकन रासोपाले जन्मदेखि आफ्नो विधानमा स्थापित गरेको राइट टु रिकलको व्यवस्थालाई यसपटक कडाइका साथ लागू गर्छ। एउटा स्वतन्त्रता हुन्छ, एउटा अनुशासन हुन्छ, एउटा फ्रिडम, एउटा डिसिप्लिन। यसबिचको पातलो एउटा रेखा छ साथीहरू, त्यो रेखालाई हामीले ध्यान दिनुपर्ने हुन्छ। तपाईँको स्वतन्त्रता हनन गर्ने पार्टीको कुनै पनि उद्देश्य छैन। पार्टी सभापतिका रूपमा मेरो कुनै पनि आपत्ति छैन, तपाईँ स्वतन्त्रताको सदुपयोग गर्नुहोस्, तर अनुशासनका लागि पार्टीले आफूलाई स्थापित गराउँछ। पार्टीले अनुशासनका विषयमा तपाईँहरूलाई कडाइका साथ पालना गराउनेछ। किनभने परिवार ठुलो भएको छ, अनुशासित हुन सकेनौँ भने त्यसले अर्कै किसिमको एउटा अराजकता सृजना गर्छ। अराजकतालाई हामी कदापि स्वीकार गर्न सक्दैनौँ। यसै पनि विभिन्न किसिमको अराजकताबाट समाज आक्रान्त भएको यो अवस्थामा हामीले अत्यन्त अनुशासित हुनुपर्नेछ। म अलिपछि भन्दा आज फरक सुनिएको छु, तपाईँले महसुस गर्नुभएको छ। अलिअलि पढाइका कुराहरू गऱ्यो, अलिअलि कारबाहीका कुराहरू गऱ्यो, यसले राइट टु रिकलको कुराकानी गऱ्यो, अलिक खबरदारी गरे जस्तो भयो भन्ने कुरा तपाईँलाई लाग्नुपर्छ तपाईँलाई। किनकि जुन आशा र अपेक्षाका साथ नेपाली जनताले भोट खन्याएर दिएका छन् नि, त्यो ठुलो जिम्मेवारीको महसुस तपाईँलाई प्रत्येक दिन हुनुपर्छ साथी, प्रत्येक दिन हुनुपर्छ। यो देश अहिले पनि बनेन भने कहिले पनि बन्दैन भनेर साथीहरूले भनेका छन्, हर ठाउँ भनेका छन्। तपाईँ भोट माग्न जाँदाखेरि आमा बाबाहरूले रुँदै के भनेका छन् तपाईँलाई थाहा छ? बाबु यो देश बचाऊ भनेका छन्। सुन्दाखेरि यो देश बचाऊ कति सामान्य कुरा हो, कति गहन कुरो छ, कति गहिरो कुरो छ, कति ठुलो कुरो छ भन्नुहोस् न। यो देश बचाऊ हामी जस्ता सामान्य मान्छेको हातमा निलो झन्डा फडफडाउँदै हातमा घन्टी बोकेर हिँडेका हाम्रा हातमा
देशका ज्येष्ठ नागरिकदेखि बालक बालिकाहरूसम्म देश बचाउ भनिरहेको छ। यो जिम्मेवारी ठुलो शक्ति हामीले प्राप्त गरेका छौँ। जति ठुलो शक्ति त्यति ठुलो जिम्मेवारी साथी हो। कृपया यो जिम्मेवारीको महसुस यहाँहरूले गर्नुहोला। म जो जहाँ जुन ब्याकग्राउन्डबाट आउनुभएको छ म सबैलाई स्वागत गर्न चाहन्छु। राष्ट्रभित्र सिङ्गो देशको अनुहार छ। यहाँ व्यापार व्यवसाय क्षेत्रका साथीहरू पनि हुनुहुन्छ, विद्यार्थी साथीहरू पनि हुनुहुन्छ, जिन्जी पुस्ताका सबै साथीहरू हुनुहुन्छ, युवा साथीहरू हुनुहुन्छ, महिला साथीहरू हुनुहुन्छ, सीमान्तकृत वर्गलाई प्रतिनिधित्व गर्ने साथीहरू हुनुहुन्छ, सामाजिक अभियन्ता हुनुहुन्छ, कवि कलाकार मोडल रोल मोडल सबैजना हुनुहुन्छ, पूर्व प्रशासकदेखि लिएर सबैजना हुनुहुन्छ। यति ठुलो यो परिवारलाई समायोजन गर्नको निमित्त यो परिवारलाई एउटै धारमा एउटै ट्र्याकमा लिएर जानको निमित्त अनुशासनको अत्यन्त ठुलो खाँचो हुन्छ। म साथीहरूलाई यति भन्न चाहन्छु, म तपाईँको मिडिया प्रेजेन्सप्रति कहीँ कतै दुःख मनाउ गर्दिनँ, तर आफू अभिव्यक्त हुनुभन्दा पहिला तपाईँले पार्टीसँग सल्लाह गर्नुहोला। तपाईँको सानो बोलीले मतदान गर्ने अर्को मानिसको चित्त नहोस्। तपाईँको सानो अभिव्यक्तिले देशका महत्त्वपूर्ण सम्बन्धहरूमा आँच नपुर्याओस्। देशका कयौँ गहन विषयहरू हुन्छन्, अर्थतन्त्र लगायतका विषयहरूमा तपाईँका हल्का टिप्पणीहरूले हामीप्रतिको आशा निराशामा बदलिन सक्छ। त्यस कारणले मैले एउटा अभिभावकको हिसाबले तपाईँहरूलाई सचेत गर्न खोजेको आजको यो भेटघाट कार्यक्रममा उपस्थित सम्पूर्ण साथीहरू, राजोपा परिवार विशाल परिवार भएको छ। यो सँगसँगै नेपाली नागरिकले हामीलाई ठुलो अभिमत दिनुभएको छ। यसको जगेर्ना गर्नु तपाईँ हाम्रो कर्तव्य हो। अब संसदको सेसन चलेभन्दा बाहेक तपाईँहरूको भेट जनतासँग हुनुपर्नेछ। आफ्नो निर्वाचन क्षेत्रमा निरन्तर खट्नुहोला। तपाईँको निर्वाचन क्षेत्रमा कुनै पनि मान्छेले दुःख पायो भने त्यसको सम्पूर्ण जिम्मेवारी तपाईँको हुनेछ, किनकि तपाईँलाई उसले जिताएर पठाएको हो, आफ्नो सुख पाउँछु भनेर पठाएको हो, तपाईँलाई सुख दिन होइन, तपाईँका माध्यमबाट मैले र मेरो परिवारले सुख पाउँछ होला भनेर तपाईँलाई भोट दिएर पठाएको। त्यस कारणले ठुला ठुला हल या ठुला ठुला विदेशी कार्यक्रमहरूको सेमिनारमा होइन कि गाउँ कुल बस्ती चिया चौताराहरूमा आफ्ना सांसदहरू हामी सांसद भयौँ भन्दैमा त्यो सांसद भएको ब्याजले या त्यो सर्टिफिकेटले एकाएक ज्ञान दिने होइन, अध्ययनको आवश्यकता पर्छ, ज्ञानको आवश्यकता पर्छ। र अब शक्तिशाली भए भनेर आफ्नो चालचलन आफ्नो व्यवहारै परिवर्तन गर्ने मेरो साथीहरू पनि मैले देखेको छु। त्यसमा विशेष ध्यान दिनु होला। नागरिकसँग सबै नजिक रहनु होला। चुनाव त फेरि पनि आउँछ, त्यतिखेर हामीले भनेका छौँ यसपल्ट हामीले इतिहास रच्ने कोसिस गरेका छौँ। हामीले नागरिकसँग करार गरेका छौँ। नागरिक हामीलाई भोट हाल्न तयार थिए, तर पनि हामीले अतिरिक्त प्रतिबद्धता किन गऱ्यौँ भने हामी कमिटेड छौँ। यसपल्ट परिवर्तन गरेरै छान्यौँ, यसपल्ट खाँचुली फेर्दै छान्यौँ भनेर हामीले नागरिकसँग करार गरेका छौँ। त्यो करारमा अक्षर अक्षर पढ्नु र तपाईँहरूमध्ये कोही यही भएकै हलहरूमध्ये नै कोही न कोही मन्त्रालय सम्हाल्ने साथीहरू हुनुहुन्छ, तर कृपया मन्त्री बनाइदिनुहोस् भनेर या मिडिया ट्राभलमा फलानु मन्त्री भनेर त्यस्तो चिजलाई बन्द गरिदिनु, किनभने पार्टीले क्याबिनेटमा कसलाई पठाउँछ भन्ने कुराको निर्णय आज यतिखेर तपाईँसँग हुँदासम्म हामीले गरेका छैनौँ। पार्टीले सही निर्णय गर्छ, कसैलाई तपाईँले भन्नु पर्दैन। हामीलाई थाहा छ, तपाईँहरूको विज्ञता थाहा छ, तपाईँहरूको क्षमता थाहा छ। कयौँ साथीहरू देखिएको गर्नुहुन्छ, कयौँ साथीहरू छेकिएको गर्नुहुन्छ। पार्टीले छेकिएका साथीलाई पनि हेरिरहेको छ। कहिलेकाहीँ कसैले जति देखाउँछु भने पनि देखिँदैन, कसैले लुकाउँदा पनि देखिन्छ। क्षमता भन्ने कुरा त्यस्तो हुन्छ। त्यस कारणले कतिपय अलि बढी चर्चामा आएका साथीहरू र चर्चामा आउन नपाएका साथीहरू सबैलाई पार्टीले हेरेको छ। कयौँ विषयका विज्ञ साथीहरू हुन्छ। म सञ्चारकर्मी साथीहरूलाई के पनि अनुरोध गर्न चाहन्छु भने सार्वजनिक चासो र सार्वजनिक छविमा आइसकेका भन्दा पनि राष्ट्रसभाभित्रका 100 विज्ञ साथीहरू यो हलभित्र हुनुहुन्छ। अलिकति क्यामेरालाई फोकस गर्नुभयो, अलिकति टिल्ट डाउन टिल्ट अप लेफ्ट राइट गर्नुभयो भने यो हलभित्र 101 विज्ञ साथीहरू हुन्छ है साथीहरू। त्यस कारणले आम नागरिकलाई ती साथीहरूबारे पनि जानकारी दिदिनु होला है। चलेका देखिएका सुनिएका साथीहरूका सबै हुनुहुन्छ, त्यहाँतिर पनि अलिकति ध्यान दिनुहोस् ताकि नागरिकले थाहा पाउन् कि राष्ट्रसभाभित्र यस्ता मान्छेहरू पनि रहेछन् भन्ने कुरा। यो मेरो सञ्चारकर्मी साथीहरूको उल्लेख्य उपस्थिति भएको हुनाले मेरो विनम्रपूर्वक यहाँहरूलाई गरिएको अनुरोध हो।
अब म लगभग आफ्नो भनाइको अन्त्यतिर आएको छु। उपस्थित साथीहरू, चुनावमा हामीले अत्यन्त दुःख गऱ्यौँ, तपाईँहरूले मेहनत गर्नुभयो, परिश्रम गर्नुभयो। केही नयाँ साथीहरू, केही पुराना साथीहरू पनि चुनिएर आउनुभएको छ। अधिकांश धेरै सांसदका रूपमा नयाँ साथीहरू आउनुभएको छ। स्वाभाविक रूपमा के होला, कसो होला, कस्तो होला भन्ने कुरा तपाईँलाई लागेकै हुनुपर्छ। चुनावका बेलामा जुन मेहनत तपाईँले गर्नुभयो त्यो खटाइका हिसाबले त्यो मेहनत सायद नपर्ला, तर सोचाइका हिसाबले, पढाइका हिसाबले, अध्ययनका हिसाबले, रिसर्चका हिसाबले त्योभन्दा कम मेहनत गरेर चाहिँ परिवर्तन आउन सक्दैन। त्यसकारणले तपाईँको काँधमा अत्यन्तै ठुलो जिम्मेवारी आइपरेको छ। यसको महसुस गर्नुहोला। म फेरि पनि दोहोऱ्याएर भन्न चाहन्छु, संसारको कुनै पनि देशले बिरलै पाउने यो अवसर हामीले प्राप्त गरेका छौँ। आफ्नो देशको इतिहास आफ्नै हातले लेख्ने यो अवसर हामीले प्राप्त गरेका छौँ। भोट माग्दा हामीले आम जनतालाई के भनेका थियौँ भने यसपटक तपाईँले आफ्नो भाग्य आफ्नै हातले लेख्ने हो, इतिहास रच्ने हो 21 गते भनेर हामी सबैले भनेका हौँ। विभिन्न ठाउँमा विभिन्न साथीहरूसँग भेटघाट गर्दा म आफै पनि पुगेको र तपाईँहरूको हात समातेर भनेको म सम्झन्छु। हामीले भनेका थियौँ यसपटक आफ्नो आफ्नै इतिहास लेख्ने। आज म तपाईँलाई यो हलभित्र भनिरहेको छु, साथीहरू, यो देशको भविष्य कस्तो लेख्ने तपाईँको हातमा छ, मात्र तपाईँको हातमा छ, अरू कसैको हातमा छैन। जनताले दिए तपाईँलाई, ल लेखा हाम्रो भविष्य, ल रोक हाम्रा छोराछोरीलाई विदेश जानबाट, ल सृजना गर्न रोजगारी, ल बनाऊ बाटो, ल पुर्याऊ बिजुली, देऊ शिक्षा, देऊ स्वास्थ्य। जनताले आफ्नो गर्ने काम गरे, तपाईँको काममा आएको छ। यसबाट एकदमै धेरै रमाइलो यसलाई लिएर यसलाई चाहिँ उत्सवका रूपमा भन्दा पनि जिम्मेवारीको रूपमा काम गर्नुपर्ने यो गहन बेला तपाईँहरूको काममा आइपरेको छ। त्यसैले म सबैलाई यसको महसुस गर्नको निमित्त हार्दिक अनुरोध गर्न चाहन्छु। म फेरि पनि भन्छु, यो सामान्य परिस्थितिले आएको होइन। भाइ बहिनीहरूले, साना भाइहरूले आफ्नो रगत बगाएर ल्याएको हो। परिवर्तनलाई संस्थागत गरेर अर्को निर्वाचनमा कुनै पनि उम्मेदवारले भोट माग्न जान नपरोस्, हाम्रो काम बोलोस् भन्ने हेतुले तपाईँहरूले काम गर्नुहुनेछ। नजानेको कुरा सिक्नका लागि कहिले पनि अप्ठ्यारो मान्न पर्दैन। मैले अघि नै भने हामीले सांसदको लोगो लगाउने बित्तिकै, हामी सांसदको कुर्सीमा बस्ने बित्तिकै या संसद भवन छिर्ने बित्तिकै ज्ञान उहिरिएर हामी कहाँ आउने होइन। फेरि पनि मेहनत गर्नुपर्छ, फेरि पनि परिश्रम गर्नुपर्ने हुन्छ। कहाँ समस्या परेका छन् त्यसबारे ध्यान दिनुपर्ने हुन्छ। मलाई आशा छ यति प्रबुद्ध, यति क्षमतावान, यति युवा, यति समावेशी, यति धेरै साथीहरू एक ठाउँमा उभिँदा पनि यो देश भन्दैन भने, यति साथीहरू मिलेर पनि बनाउन सकिएन भने कसले बनाउन सक्छौँ? हामी गर्छौँ, हामी सक्छौँ। अन्त्यमा यो देशको सबैभन्दा ठुलो समस्या मैले देखेको सामाजिक न्याय हो। सामाजिक न्यायका लागि लड्नुपर्ने हुन्छ। आम मानिसको आँखाले देख्ने विकास भनेको भौतिक पूर्वाधारको विकास हुन सक्दछ। ठुला बिल्डिङ, चिल्ला सडकहरू विकासका सूचक हुन सक्दछ। मलाई सोध्नुहुन्छ भने मेरो लागि विकासको सूचक भनेको सामाजिक न्याय हो, सोसियल जस्टिस। जुन समाजमा न्याय छैन, जुन समाजमा विभेद छ, त्यो समाज मान्छे बस्ने समाज होइन। मान्छे बस्ने समाजका लागि हामीले मान्छे बस्ने समाज जस्तो बनाउनु पर्ने हुन्छ। सामाजिक न्यायका लागि अब तपाईँ हामीले पैरवी गर्नुपर्ने हुन्छ। राष्ट्रपाले चाहेर पनि कयौँ साथीहरूलाई जोड्न सक्छौँ। हामी समावेश हुन चाहन्छौँ। हुन त तुलनात्मक रूपमा राष्ट्रपाले अन्य राजनीतिक दलभन्दा धेरै महिला साथीहरूलाई उठायो, तर यो पर्याप्त हो। म दुःखका साथ क्षमा याचना गर्दै भन्छु, हाम्रो पार्टीभित्र प्रायः लिम्बू समुदायको प्रतिनिधित्व योपालिको विरुद्ध सभा हुन सकेन। सभापतिका हिसाबले म क्षमा माग्न चाहन्छु र म विश्वासका साथ भन्न चाहन्छु आगामी दिनमा समावेशिताको यो महत्त्वपूर्ण कडीलाई प्राथमिकताका साथ अगाडि राखेर अगाडि बढ्नेछु। म विश्वास गर्न चाहन्छु। यही हलबाट तपाईँहरू भोलि मन्त्रीका रूपमा आसीन रहनुहोला। म तपाईँलाई स्पष्ट पार्न चाहन्छु, तपाईँले शक्ति आर्जन गरेर भोलि बजेटमा आफ्नो क्षेत्रमा बजेट स्वरेर लानुभयो, कर्णालीलाई रहनु भयो, मधेसलाई रहनु भयो, सुदूरपश्चिमलाई रहनु भयो भने सिङ्गो देश विकास हुँदा चितवन अविकसित हुँदैन, मलाई थाहा छ। त्यसकारणले हाम्रो ध्यान सिङ्गो देशको विकासमा जाने हो, क्षेत्रगत कुरामा होइन। यद्यपि कतिपय क्षेत्रहरू अत्यन्त संवेदनशील हुन्छन्, कतिपय चिजहरू महत्त्वपूर्ण हुन्छन्। जिल्लामा कतिवटा पुल भने मैले कतिवटा पुल लिएर गएँ,
मैले कति किलोमिटर बाटो आफ्नो क्षेत्रमा पिच गरेँ भन्ने कुराले तपाईँलाई कीर्तिमानी बनाउँदैन। मैले अघि भने जस्तै कर्णालीमा बाटो पुग्यो कि पुगेन, कर्णालीमा अस्पताल बन्यो कि बनेन, कर्णालीमा सुत्केरी आमाले बाटोमा मृत्युवरण गर्नु पर्यो कि परेन, मधेसमा यत्री मधेसमा शिक्षाको उज्यालो पुग्यो कि पुगेन, स्वच्छ खानेपानी पुग्यो कि पुगेन, बालबालिकाहरूले पोषण पाए कि पाएन। विकासको सूचक हो तपाईँ हामीले सोचेको विकास यही हुनुपर्नेछ। अर्को पटक मैले चुनावमा बाटो लगिनँ भने, मैले अर्को पटक चुनाव जित्दिनँ भनेर तपाईँ आजदेखि लाग्नुभयो भने मैले फेरि पनि राइट टु रिकलको व्यवस्थाबारे सम्झना गराउनु पर्ने हुन्छ। साथीहो, एउटा चुनावबाट अर्को चुनावका लागि होइन, एउटा पुस्ताबाट अर्को पुस्ताका लागि लडेका हुनुहुन्छ। अर्को चुनाव जितौँ नजितौँ त्यो सरकारको विषय भएन, तर अर्को पुस्ताले हार्नु हुँदैन। धेरै पुस्ताले हारिसकेपछि हामी एउटा आशा अपेक्षाको दियो बाल्न सफल भएका छौँ। यसलाई निर्णय नलिनु होला। सभापतिका रूपमा म तपाईँहरूसँग सधैँ छु। म लोकतान्त्रिक पद्धतिलाई विश्वास गर्छु, वर्तमान व्यवस्था वर्तमान संविधानप्रति प्रतिबद्ध छु। शासकीय स्वरूपमा सामर्थ्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ, तर वर्तमान व्यवस्था वर्तमान परिवर्तन वर्तमान संविधानप्रति हाम्रो प्रतिबद्धता डगमगाएको छैन, डगमगाउनेवाला पनि छैन र यहाँहरूले त्यसलाई डगमगाउने दिनु छैन भन्ने मैले विश्वास गरेको छु। इतिहास पक्षमा एउटा मान्छे एउटा नेताको हात हुँदैन, एउटा पार्टीको हात हुँदैन। इतिहासको कालखण्डदेखि यहाँसम्म विभिन्न पुराना राजनीतिक दल र नेताहरूले त्याग र तपस्या गरेर आज हामीलाई यो दिन ल्याउनु भएको छ। उहाँहरूका कयौँ व्यक्तित्वहरूप्रति हाम्रो प्रश्न हो, तर इतिहासले उहाँहरूले दिनुभएको योगदानलाई नजरअन्दाज गर्ने, त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन। म ससम्मान इतिहासमा उहाँले दिनुभएको योगदानका लागि उहाँहरू सबैलाई स्मरण गर्न चाहन्छु। पुराना राजनीतिक दल पुराना सम्पूर्ण नेतागणहरूलाई म यही मञ्चबाट धन्यवाद दिन चाहन्छु र म यति भन्न चाहन्छु, इतिहास तपाईँले लेख्नुभयो, भविष्य हामी बनाउँछ। हाम्रा अभिव्यक्तिहरूमा कुनै पनि राजनीतिक दल र विपक्षीहरूप्रति कटाक्ष भयो भने त्यो अनर्थ हुन जानेछ। आज विजयीको उन्मादमा हाम्रा समर्थक साथीहरूले विजयी भएका कारण, अत्यधिक मत आएका कारण विपक्षीहरूप्रति विभिन्न माध्यमहरूमा, सञ्चार माध्यम लगायत सार्वजनिक माध्यमहरूमा जुन ढङ्गले अभिव्यक्ति दिइरहनु भएको कता कता देखिएको छ, त्यो कदापि स्वीकार्य छैन। विजेता हुनुको अर्थ जिम्मेवार हुनु हो, विजेता हुनुको अर्थ छाडा हुनु हो। विजेता हुनुको अर्थ विपक्षीहरूलाई कटाक्ष गर्ने अधिकार प्राप्त गर्नु होइन, त्यो लोकतन्त्रको चरित्र हो। त्यसकारणले हामीलाई माथि धेरै आरोप लागेको छ। आज तपाईँहरू सबैलाई साक्षी राखेर म यो आरोपलाई खण्डन गर्ने जिम्मेवारी तपाईँहरूको काममा पनि बाँड्न चाहन्छु कि रासोपालाई प्राय अराजक छन्, रासोपा समर्थकहरू अत्यन्त धेरै असहिष्णु छन्, सामाजिक सञ्जालमा गाली गलोजमा उत्रन्छन्, व्यक्तिगत गाली गलोजमा उत्रन्छन्, सुनै हुँदैन, बोल्नै हुँदैन, गाली गरिहाल्छन्। त्यस किसिमको एउटा छवि बनेको छ। म सम्पूर्ण समर्थक साथीहरूलाई बताउन चाहन्छु, अब त्यसबाट बाहिर निस्कनुपर्छ। रासोपाले प्रशिक्षण गर्न पाएको छैन। 3 वर्षमा आक्रमण झेल्दै आएको रासोपाले आफ्ना सदस्य साथीहरूलाई राम्रोसँग प्रशिक्षित गर्न पाएको छैन। तर यही समाजका पात्रहरू भएको हुनाले तपाईँले समाजका विभिन्न तवर तबकामा लिनुभएको प्रशिक्षणले तपाईँको व्यक्तिगत आचरणलाई देखाउँछ। त्यसकारणले सम्पूर्ण रासोपा समर्थक साथीहरूलाई म जिम्मेवार भएर अभिव्यक्त हुन सामाजिक सञ्जाल, सामाजिक प्लेटफर्महरूमा, सार्वजनिक प्लेटफर्महरूमा अत्यन्त जिम्मेवार भएर प्रस्तुत हुनको लागि अनुरोध गर्न चाहन्छु। यो रासोपाले जितेको होइन, यो देशले जितेको। हामीले रासोपाको माध्यमबाट देशले जितोस् भनेर आम नागरिकले हामीलाई भोट दिएका हौँ। त्यसकारणले यो जित केवल रासोपा समर्थक, रासोपा भोटरको मात्र होइन, यो जित सम्पूर्ण देशको हुनुपर्नेछ। यसका लागि तपाईँ हामीले काम गर्नुपर्नेछ। अबको 5 वर्ष सहज हुनेवाला छैन। हिजोका सांसदहरू जस्तै गतिविधि या हिजोका मन्त्रीहरू जस्तै गतिविधि र तिनै निरन्तर त्यही चिजको निरन्तरता यो हो भने जो पहिला परेको छ भने कृपया त्यो होइन। अति संवेदनशील समयमा अत्यन्त धेरै मेहनत गर्नुपर्ने समयमा हामी उभिएको हुनाले फेरि पनि तपाईँहरूलाई मेहनतका साथ अगाडि बढ्नको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु। अन्त्यमा निर्वाचन जित्नका लागि पार्टीका विभिन्न तवर तबकामा रहेर काम गर्नुहुने सम्पूर्ण साथीहरूलाई म धन्यवाद दिन चाहन्छु। समानुपातिक साथीहरूलाई कतिपय मान्छेहरूले तिमीहरू समानुपातिक हो, प्रत्यक्ष होइनौ भनेर अलिकति फरक ढङ्गले हेर्न खोजेको देखिन्छ। म त्यसलाई विभेद भन्छु। म त्यसमा विभेद पार्टीभित्र नहोस् भन्ने चाहना राख्न चाहन्छु। चाहे प्रत्यक्षमा रहेका हुन्, चाहे समानुपातिकमा रहेका हुन्, सबैले आफ्नो भूमिका र जिम्मेवारी निर्वाह गरेका छन्। कतिले चुनाव जित्नको लागि भूमिका निर्वाह गरे भने
अब संसदमा गएर ती साथीहरूले आफूले अझ बढी अब्बल प्रमाणित गर्नुहुनेछ। हरेक पेसा, व्यवसाय, क्षेत्र, लिङ्ग सबैको प्रतिनिधित्व गरेर विशाल राष्ट्र परिवारमा आउनुभएका तपाईँ साथीहरूलाई सुपर लास्ट एउटै कुरा के भन्छु भने हामी समय र परिस्थितिले एक ठाउँमा जोडिएका हौँ। हामी यो राजनीतिक दल थिएन, हामी यहाँ गोलाकार हुने थिएनौँ भने अलग किसिमका मानिसहरू थियौँ। हाम्रा साथीभाइ अलग थिए, हाम्रो सङ्गत अलग थियो, हाम्रो काम अलग थियो, हाम्रो पेसा अलग थियो। तर परिस्थितिले हामीलाई यहाँ हामीलाई जोडेको, जोडिसकेपछि एज अ टिम प्लेयर एउटा सामूहिक खेलाडीका रूपमा तपाईँ हामीले काम गर्नुपर्नेछ। व्यक्तिगत रूपमा कसैको आचरण, बानी व्यवहार, स्वभाव हामीलाई मन पर्नु नपर्नु बेग्लै कुरा हो। तर यतिखेर हामीले हेर्ने भनेको देशको संविधान हो, संसदको नियमावली हो, पार्टीको विधान हो। तपाईलाई व्यक्तिगत जीवनमा जुन किताब पढ्न मन लाग्छ पढ्नुहोस्, तर हामीले पढ्ने यिनै किताबहरू, यिनै किताबभित्र हामी एकबद्ध भएर देशको संविधान मानेर, पार्टीको विधान मानेर, विभिन्न नियमावलीको अधीनमा रहेर एकै ठाउँमा एउटा टिम भएर काम गर्नुपर्नेछ। त्यसकारणले व्यक्तिगत इच्छा आकांक्षा, व्यक्तिगत लाइक डिसलाइक, व्यक्ति मन पर्ने मन नपर्ने कुराहरू गौण रहन्छन्। मैले अघि पनि भने तपाईँको चाहना, तपाईँको सपनाको भारी यो देशले बोक्ने होइन, वर्षौँदेखि यो देशले देखेको सपनाको भारी तपाईँ हामीले मिलेर बोक्ने। कयौँ व्यक्तिगत जीवनमा मन नपरेका साथीहरू पनि कता कता घुम्दै फिर्दै यहीँ आएर पुगिएका पनि हुन सक्छन्। यतिखेर हामीले आफ्नो विवेकको अत्यधिक प्रयोग गरेर मुलुक र जनताप्रति वफादार, इमान्दार र जिम्मेवार भएर काम गर्नुपर्नेछ। म यहाँहरूको सुखद राजनीतिक भविष्यको शुभकामना व्यक्त गर्न चाहन्छु। फेरि पनि निर्वाचनलाई यति ठुलो परिणाममा ल्याउनका लागि काम गर्नुहुने पार्टीको अग्रपन्थीमादेखि अन्तिम पक्तिसम्म काम गर्नुभएका सम्पूर्ण साथीहरूलाई धन्यवाद दिन चाहन्छु। मतदाता साथीहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। देशका निजी क्षेत्रलाई म आश्वस्त पार्न चाहन्छु कि तपाईँहरू कहीँ कतै पनि विचलित नहुनुहोला। तपाईँहरूले नेतृत्वसँग काम गर्न सक्ने वातावरण हामी बनाउँछौँ। विदेशमा लगानी ल्याउनको निमित्त विदेशमा रहेका नेपाली डायस्पोराका साथीहरूलाई म यही मञ्चबाट आह्वान गर्न चाहन्छु, आउनुहोस्, मिलेर काम बनाऊ। देश निर्माणको यो महान अभियानमा तपाईँहरूको साथ हामीलाई पाइएको छ। सबै मिलेर हामी त्यति बसाल्न सङ्कल्प गर्न सक्छौँ। अन्तर्राष्ट्रिय समुदायलाई पनि म यति भन्न चाहन्छु कि नेपाल लगानी गर्नका लागि सुरक्षित देश छ। तपाईँ र तपाईँको लगानी यो देशमा सुरक्षित हुन्छ। नेतृत्व हुनुहोला, कुनै किसिमको बाधा अडचन हुने छैन। तपाईँलाई कुनै अमुक नेता वा पार्टीले संरक्षण गर्दैन, तपाईँलाई देशको नीतिले, हाम्रो नीतिले संरक्षण गर्नेछ। नीतिगत रूपमा तपाईँ संरक्षित हुनेछ। देशको विश्वविद्यालयहरूले काम सुरु गर्नुपर्नेछ, उद्योग कल कारखाना चल्नुपर्ने रहेछ, देशमा कामधन्दा निरन्तर चल्नुपर्नेछ, इम्प्लोइमेन्ट क्रिएट गर्नुपर्नेछ। यी यावत जिम्मेवारीहरू पुरा गर्नको निमित्त हामी सक्षम भएर काम गर्नेछौँ। मुलुक नयाँ मान्छेहरूको हातमा गयो, कहीँ अप्ठ्यारोमा पर्छ कि लोकतन्त्रको खतरामा पर्छ कि कहीँ कतै अलिकति अधिनायक बाधा आउँछ कि जस्ता जुन शङ्का, भ्रम या आशंकाहरू कहीँ कतै भएको छ, म सबै चासो राख्ने, सरोकार राख्ने सबैलाई बताउन चाहन्छु कि मुलुक हाम्रो हातमा छ। वी विल ह्यान्डल इट विथ केयर। हामी यसलाई जनताले दिएको मतलाई अत्यन्त प्रेमका साथ, अत्यन्त सौहार्दका साथ, करुणाका साथ र अत्यन्त चुनावको भएर हामी काम गर्नेछौँ। सुशासनमा नयाँ मानक स्थापना हुनेछ र मुलुकलाई आर्थिक समृद्धिको बाटोमा हामी निरन्तर लिएर जानको निमित्त अहोरात्र काम गर्नेछौँ। फेरि पनि यहाँहरूलाई यो उपस्थितिका लागि, यो विजयका लागि र यो प्रतिबद्धताका लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु। तपाईँ हामी सबैको जय होस्। जय देश, जय हिन्द। और मीडिया का साथीहरूलाई धन्यवाद भन्दै